क्या बाल यो चलानी दगेश दादा दगेश दादा हाम्रो दगेश दादा आइसक्नु भएको छ दगेश दादा ओहो काले दादा दादाहरूको नि दादा काले दादा अहिले चाहिँ यो कञ्चनपुटी जाने बाटो हो मजाको जाने बाटो यति राम्रो हाय 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 कति राम्रो वाउ उडी उडी चुप्पा दिन्छ हिँड नि सुई सुई हिँड यस्तो राम्रो बाटो हेर्दै हिँड्न मन लाग्यो मलाई स्पिडमा गएर बाइकमा हिँडेको मान्छेले हेर्नु बाइक के चलाउने त्यही मात्रै हेर त्यही भएर यति राम्रो बाटो यति सुन्दर हो हेलो 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 हो हो गाइस गाइस हाम्रो ब्लगर्सहरू भेट्ने सब्सक्राइबरहरू हाम्रो दुईजना सब्सक्राइबरहरूबाट भेटिरहन्छौँ गाइसहरू रमाइलो छ हेर्नुहोस् यो चाहिँ हाम्रो कञ्चनपुटी यहाँ ठुलो खाल्टो छ हेर्नु होला अलिक खाल गरेर राम्रो नै खाल्टो थियो पहिला आउँदा पक्रक्कै खाल्टो छ यहाँ पानी पनि रहेछ हेर्नुहोस् गाइस यो अलिकति यो व्यवस्थित भएन यसलाई चाहिँ यो चाहिँ गाइस अलिकति व्यवस्थित तरिकाको देखिनँ मैले होइन गाइस होइन मान्छे गाइस यहाँ सबै गाइस क्या मजाले लिएर गयो तर हाम्रो चाहिँ उहाँ चाहिँ मनिष दादा चाहिँ आज बाइकलाई सर्वसुलभ तरिकाले चलाएर सिकिसक्नु भएको छ हामी आइसकेका छौँ अब हाम्रो यो एकदमै राम्रो प्लेस कञ्चनपुटी अब हामी कञ्चनपुटीमा पुगेपछि हजुरहरूलाई यसको देखाउँछौँ अब यहीँबाट यो बाटो चाहिँ यहाँ आएपछि अलिक खतम छ है त्यहाँदेखिबाट यता चाहिँ अलि राम्रो छैन बाटो अब उतातिर चाहिँ ठिकै छ अब यो चाहिँ अफरोड भने पनि भयो त्यहाँ हामी चाहिँ 150 बाइक चाहिँ हामीले बोकेर आएका छौँ 150 बाइकमा चाहिँ मजाले यात्रा गर्न ठिक छ यहाँको बाटो अब हेर्दै गर्नुहोस् त्यही जङ्गली जनावरहरू त छैन नि जङ्गली जनावरहरू छैनन् मान्छेहरू त छन् यो चाहिँ यहाँको गेट यो चाहिँ पुल छ यहाँबाट पारी गर्नेदेखि लिएर यहाँ चाहिँ अलिकति रोमान्टिक गर्नको लागि यो चाहिँ पुल हो अब यो चाहिँ गेट हो यो गेटको अब हामी चाहिँ आइसकेका छौँ कञ्चनकुटीलाई चाहिँ हामीले कुटी भने पनि यो खास चाहिँ कञ्चनगढी हो तर यसलाई चाहिँ हामीले कुटी भन्छौँ किनकि यहाँ यो गेटबाट हिसाब हो यो गेटबाट चाहिँ हामी जान सक्छौँ अब हामी चाहिँ आएको कञ्चनगढी एउटा पिकनिकदेखि लिएर हजुरहरूलाई सबै कुराहरूको लागि स्पोर्टको लागि बहुतै राम्रो ठाउँ यहाँ चाहिँ धेरै कुराहरू छ अब पिकनिकहरूको लागि चाहिँ